वाउ साह्रै खुसी लाग्यो। अब चाहिँ जनता धेरै माथि उठेछन्, धेरै सचेत भएछन्। यसरी नै सबै जनता सचेत भइदिने हो भने हाम्रो देश 2084 मा छिटै नै कायापलट हुनेछ। यो बुवाको कुरा सुन्नुहोस्, यो बुवाको कुरा 100% जायज छ। बुवाको लागि एक सम्मान दिउँ। यसरी नै जनता सचेत हुने भने 2084 सालमा बल्ल नेपालले सास फेर्न पाउने भएका छन्। सुनिदिनुहोस् होला उहाँ बुवाको कुरा। नेपालको हुनु पर्यो, एक नम्बर हुनु पर्यो। ल यति हो। काँडा उठाउने भन्दा गृहमन्त्री हुँदा क्रसरका पैसा अपुत कमाएर उसले बसेछ। नत्र ढलौटी तिर्छ रविले। मैले गल्ती गरेँ होइन नि तिर्नु पर्छ। रविको ढलौटी तिर्न चाहिँ तपाईँ नभन्नुहोस्। रविलाई लाल पूर्जा बोकेर हिँड्ने हामी जान्छौँ भोलि र रविको लागि ल अब किन अन्य रविको लागि अब भोलि हामी जान्छौँ ल रविको भएर चाहिँ हामी तिर्छौँ। सम्भव छैन। रवि हेर्न आउनुहुन्छ 5 रुपियाँ हाल्यो 3 करोड हाल्यो। रविको लागि मेरो काभ्रे जिल्ला पनौती हो। रविको लागि मनिहाल्छु। कति पर्छ त्यति हाल्छु। 2 घन्टी हो हाल्ने हो। रविले भएर चाहिँ रवि पर्दैन। कुनै राज्यको पैसा तिर्नुपर्ने हामी जनताबाट आयो भने रविलाई त्यस्तो मर्का पऱ्यो भने हामी उठाएर हालिदिन्छौँ। छैन कि बजाउन बाँकी छ। अब बजाउँछौँ हामी। अब 84 मा बजाउँछौँ हजुर हामी। अब बालन र रवि अब एउटै बनेर आउँछन् कुनै दिन। अनि 70 हुन्छ ल। बालन र रवि एक हुनुपर्छ। नेपाली जनता एक हुन्छन्। रविले गरेको थियो भने रवि अब हिरो भएर आयो नेपालमा। अब गर्दैन उसले कहिल्यै पनि। जनताले उसलाई साथ दिन्छ। रवि नेपालको एक नम्बरै हो। भगवान हो, भगवानै होला। पृथ्वीनारायण शाह राम्रो कि रवि लामिछाने? हामीलाई त्यही राजाको कुरा गर्नु पहिला हामीले चिनेकै छैनौँ। अहिलेको यो बहुदलीय व्यवस्थाको हिसाब किताबमा हामीले हेर्दाखेरि त्यतिखेर रवि ठिक हो। अहिले ठिक छ। अहिले ठिक हो। हामी अब राजाको कुरामा नजाउँ कि हिजोको कुरा हामीले जानेन, बाबुआजले जाने। अब अहिलेको लागि हामीले रवि र बालन नेपालको हुनु पर्यो, एक नम्बर हुनु पर्यो। ल यति हो। काँडा